नमस्कार, म भीमप्रसाद पौडेल सिक्किम गान्तोकबाट। आज विश्वभरि रहनुभएका हाम्रा मानव जातिहरूलाई म भीमप्रसाद पौडेलको तर्फबाट धेरै कुराहरू गिफ्ट दिनेछु र तपाईहरुले ध्यान दिएर सुन्नुहोला। र सर्वप्रथम तपाईहरुले रोडमा गाडी कुदाउँदाखेरि स्पिड नहिँड्नु होला, यो मेरो तर्फबाट तपाईहरुलाई गिफ्ट हो। त्यस्तै प्रकारले तपाईहरुले बाइक स्कुटी र कुदाउँदाखेरि स्पिड नकुदाउनु होला, यो तपाईहरुलाई मेरो तर्फबाट फ्री हो। र साथै तपाईहरुले धूम्रपान नगर्नु होला, यो मेरो तर्फबाट तपाईहरुलाई फ्री हो। र तपाईहरुले रोडमा बाटोमा गाडीको रोडको बाटोमा हिँड्दाखेरि तपाईहरु साइड लागेर हिँड्नु होला, यो मेरो तर्फबाट फ्री हो। र धूम्रपान तपाईहरुले नगर्नु होला, यो मेरो फ्री हो। विश्वमा यस्तो फ्री दिने मान्छे कोही छैन। म भीमप्रसाद पौडेल सिक्किम गान्तोकबाट। यहाँ हुनुहुन्छ हाम्रो मामा। भन्नुहोस् मामा। एकदम दबाईले भनेको कुरा चाहिँ सही हो। मान्छे आफूभन्दा ठुलो भनेको बुझ्नुपर्छ। बुझ्नुपर्छ होइन। अनि मामा जहाँ रक्सीहरू केही खानुहुन्छ हुँदैन भनिदिनुहोस् न। जहाँ रक्सी पनि खानु त दुई त खानुपर्छ, खाएर गाडीहरू कुदाउनु हुँदैन होइन। खाएर गाडी बाइक कुदाउनु हुँदैन। बाइक गाडीहरू कुदाउनु हुँदैन, एक्सिडेन्ट हुन्छ। त्यो मेरो तर्फबाट अनि मेरो मामाको तर्फबाट हजुरहरू सबैलाई फ्री हो। र यस्तो फ्री दिने मान्छे चाहिँ यहाँ मामा अनि म मात्रै छु। धन्यवाद। धन्यवाद।